र गाइस हैन वेलकम ब्याक टु आवर युट्युब च्यानल र तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा मेरो भन्दा पनि आइक र तपाईहरुलाई स्वागत छ र के भन्न चाहन्छु भने यो च्यानलमा चाहिँ मैले चाहिँ फर्स्ट टाइम भ्लग बनाएको र तपाईहरुले लाइक शेयर सब्स्क्राइबहरु गरिदिनुस् हैन यो चाहिँ हाम्रो दिपाको के भन्नु छ के भन्नु छ चाहिँ भाडा ल्याउन आएको यहाँ उयो भन्दैछ म भाडा लिँदै जाँदैछु बोलमा एकदम मासु हैन आजको चाहिँ वेदर एकदम खतरा भइरहेछ दामी हेर्न सक्नुहुन्छ तपाईहरु यता अर्कै खास देखिरहेछ आजको वेदर टक यता चाहिँ सिलगढी हो यता एयरपोर्टहरु यतै पर्छ वेदर हेर्नुस् एकदम यो चाहिँ हाम्रो प्यारो गाउँ हैन तपाईहरुले बाहिरको क्लिक चढाएको हैन फुलहरु हेर्न सक्नुहुन्छ फुलहरु हेर्नुस् टक्कै चिडिक चडक चिडिक छ बिचमा मात्रै किन केमा हाँस्नु पर्यो अरे किन बिचमा चाहिँ टक्कै मन्दिर छ टक्कै यता आङी यो प्लान्टको नाम त के भयो रे यो प्लान्टको नाम चाहिँ सिने रे सयपत्री टक्कै छ यो त हाम्रो गाउँको रोड टक्कै हैन यहाँदेखिको उयो माथि डाँडासम्म चाहिँ हाम्रै सन्तान मात्रै छ है यहाँ हाम्रो अब बारीपट्टि जाने बाटो चाहिँ यही हो म जाँदैछु होइन तपाईँहरूलाई म देखाइदिन्छु टक्कै यो काँक्राको बोट फलेको छैन छ काँक्रा हेर्नु सक्नुहुन्छ तपाईँहरूले टक्कै काँक्रा यसले चाहिँ नुनसिना खानु कति मजा खोर्सानीको बोटहरू पनि छ खोर्सानीको चिचिला मात्रै हुँदो रहेछ देख्नुभयो खोर्सानीको चिचिला मात्रै छ यो चाहिँ हाम्रो मन्दिर हो देवी थान फुलहरू चाहिँ तर पनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ म आजको युट्युबरको मेन भ्लगर म तपाईँलाई यहाँ तल गएर भेट्छु किनकि यहाँ तल झर्नु अलिक अप्ठ्यारो छ तल गएर के काटेको हेरे आएको लु आ ल उताबाट हाम्रो बोलो आयो म जान्दैछु लुङ्गी म्यान ओ यता लुङ्गी म्यान भ्लग नि अब लुङ्गी म्यान उयो देखाइदिनु तुन चाहिँ गाइछु हेर्नु यता अर्कै कलर हेर्नु यो हेयर कट चाहिँ उसले हानेको तर गरा हान्दैछ नि भाइको यहाँतिर हान्नु न उयो खोइ पछिको देखाइदिनु न एउटा सिनेमेटिक खिच्छु त्यहाँबाट तपाईँहरूलाई देखाउँछु ल थम्बनेलको लागि एउटा सिनेमेटिक कुकरमा हालेर हामी चाहिँ अचार बनाएर खाने हो अन्त यहाँ चाहिँ हाम्रो भात पाक्दैछ अहिले चाहिँ म खाना बनाउँदैछु यो चाहिँ टिम्बुर हो कसलाई मनपर्छ टिम्बुरको अचारहरू खानु अहिले चाहिँ मेरो भाइले यहाँनिर मसरुमको अन्त यो क्याप्सिकम गाजर मिक्स सब्जी बनाउँदैछ अन्त म चाहिँ यहाँ टमाटर प्याज काट्दैछु खसीको मासुको लागि अन्त डल्ले कसलाई मनपर्छ डल्ले खोर्सानी साथीहरू
फेभरेट हो डल्ले खुर्सानी। अन्त हाम्रो चाहिँ यहाँ बाहिर यस्तो छ मकै यहाँनिर पाएको छ। अहिले मकैको सिजन हो, काँक्रा मकैहरू फलिरहेको छ। अन्त दिन चाहिँ यस्तो हो। म चाहिँ अब गाना सुन्छु। यहाँ चाहिँ दुईजना के गर्दैछौ? एकजना त नङ्गै भेस्ट लगाउँदिउँ। यहाँ चाहिँ हाम्रो ह्यान्डसम बोय हाई भन्ने फ्रेन्ड्स हाई हेरे कपाल काटेको उसले चाहिँ भर्खर हो। दामी कपाल छ सिल्की। हाई प्रियन्स। यो चाहिँ मेरो भेना र नाना हो। अब चाहिँ यो चाहिँ मेरो बेडरुम हो साथीहरू हो। यहाँ चाहिँ मेरो गिफ्ट हो। म चाहिँ यहाँ चाहिँ कपमा प्रिन्ट। यहाँ चाहिँ बाबाको गिफ्टहरू हो यो सबै। अब चाहिँ म गाना खोलेर गाना खोल्छु। अब गानाको धुनमा काम गर्ने हो। यहाँ चाहिँ मेरो कुकर रेडी छ साथीहरू। मासु पनि रेडी छ। अब चाहिँ म बनाउन स्टार्ट गर्छु। मेरो भिडियोमा तपाईलाई के भन्नु छ? के भन्छ? बाख्रा काटेर खुसी लागिरहेको छ।